अहिले चाहिँ मैले अलमोस्ट सबै सकिसकेको त्यसलाई त खाँदै पनि छौ एकछिन पर्खिनु सक्दैन यसले पेस भाइ ठिकै छौ उयो गरिदेऊ न मासु 3 किलो हेलो गुड मर्निङ भन्दा पनि गुड आफ्टरनुन भइसकेको छ आज बिहानै भिडियो गर्छु भन्दा भन्दै ढिलो भइगयो अनि एक दुईवटा सरसामानहरू ल्याउनु छ अन्त फर्स्ट चाहिँ म जान्छु एटिएममा गएर अलिकति पैसा निकाल्नु छ पैसा निकालेर त्यहाँदेखिको देखाउँछु है त अलगढा बजार सो अहिले भने चाहिँ अब एटिएमबाट मैले पैसा निकालेर पनि गएको म चाहिँ बजार मासुहरू ल्याउनु गएको आज चाहिँ चिकन ल्याउनु गएको फिस ल्याउनु गएको आज चाहिँ यहाँले चाहिँ पूजाको यहाँ बनाएको रहेछ पूजाको चाहिँ यहाँको बाटो चाहिँ यस्तो छ अस्ति चाहिँ पुरा बिग्रेको थियो अहिले त बनाएछ है अन्त जाँदैछु अलगढा बजार चाहिँ यस्तो छ यहाँनिर चाहिँ सन्डेको दिन चाहिँ हाट लाग्छ सन्डेको दिन चाहिँ एउटा के भन्छ मालबजार गुरुबथानहरूबाट चाहिँ यहाँनिर दोकान आउनुहुन्छ हो अनि आज डरलाग्दो गरम छ यस्तो भइरहेको छ अझै यहाँबाट उता पनि छ बजार तर मेरो चाहिँ उता जाने काम चाहिँ छैन यहीँसम्म मात्रै हो यहाँबाट चाहिँ अब कुखुरा लाने प्यास भाइ ठिकै छौ उयो गरिदेऊ न मासु 3 किलो ल त अब भने हामी बजारको काम सकेर पनि घर गएको बजारको काम सकेर पनि घर गएको यस्तो डरलाग्दो गरम छ हामी चाहिँ सबैजनाले आइसक्रिम लिएको छु त्यसलाई त खाँदै पनि छौ एकछिन पर्खिनु सक्दैन यसले त खाँदैछ हो म र मम्मी चाहिँ अब घरमा गएर खाने पापा त ड्युटी गइहाल्नु भयो वाइ सो क्यु अनि अब चाहिँ घर जाने घर गएर सामानहरू दिएर त्यहाँदेखिको काम त छनु त एकदम डरलाग्दो काम छ आज झन् मेरो हेरौँ अब यो घामले गर्न सकिन्छ कि सकिँदैन सो गाइस अब चाहिँ म चाहिँ यहाँनिर यिनीहरू गोडगाड गर्ने अहिले चाहिँ अलिकति घाम गएको जस्तो भयो यिनीहरू सबै यो कुलेसो पढाइसम्म चाहिँ म गोडगाड गर्नेवाला छु है अनि अहिले एन्डमा कति गरिसक्ने रहेछु आज र कस्तो गरेछु भनेर देखाउने छु हेर्दै गर्नुहोस् होला लु त साथी हो अहिले भने मैले चाहिँ यो सबै काम चाहिँ सकिसकेको छु अस्ति सरी अघि मैले तपाईँलाई देखाएको थिएँ कति के गर्नु छ भनेर अनि त्यो चाहिँ अहिले सबै सकिसक्यो अब यहाँनिर चाहिँ एकदमै साग रोपिदिनु भनेको बाबालाई साग रोपिदिनु भनेको छु यिनीहरू यहाँनिर डल्लै झोडी थियो है म चाहिँ डल्लै सफा गरेको छु अन्त यो फुलहरू पनि लास्टमा यहाँनिर सार्नु पर्यो किन भन्दाखेरि चाहिँ एउटा ठुलो बडे ब्लन्डर भयो त्यो चाहिँ के हो भन्दा यहाँनिर जुन चाहिँ हाम्रो ताक थियो फुल राख्ने जुन चाहिँ थियो जग्गा त्यो चाहिँ झऱ्यो त्यो भएर सबै यहाँनिर सार्नु पर्यो भुइँतिर छ अहिले त सबै अन्त त्यही हो हिजोको दिनमा मैले डल्ले खोर्सानी डल्लै रातो रातो टिपेको थिएँ आज फेरि पनि यस्तै भइसकेछ फेरि रातै भइसकेछ यहाँनिर पनि मैले साफसफाइ गरेको छु यतातिर पनि यसको पछाडिपट्टि हाम्रो जुन चाहिँ पछि कुलेसो भन्छ त्यो पनि डल्लै साफसफाइ भइसकेको छ हाम्रो रुख टमाटरको बोट पनि हेरिहाल्नुहोस् यतिको भइसकेको छ यो दुइटा चाहिँ यहाँनिर निकै ठुलो भइसकेको छ यो दुइटा चाहिँ मसिनो नै छ अन्त अब अलमोस्ट सबै कुरा सक्यो मेरो चाहिँ सो अब चाहिँ म सावर लिएर चाहिँ फ्रेस हुने त्यहाँदेखिको के गर्दो रहेछ देखाउँछु है त दुईजना अच्छा सो यो चाहिँ हो घर हो यहाँनिर यहाँबाट उकालो आएर यहाँनिर चाहिँ छ अफिस हो अन्त म चाहिँ यहाँबाट नआएर चाहिँ यो बाटो डल्लै घुमेर यस्तो आएको अन्त यहाँनिर आएर चाहिँ स्कुटी राख्ने जग्गा चाहिँ यहाँ अफिसकै उतापट्टि अफिसमा नै छ त्यहीँ राखेको मैले अब घुम्नु नगएर स्कुटी धुनु पर्यो मात्रै भनेको थिएँ सँगै आएको थिएँ नि त मसँग घुम्नु नगएर
स्कुटी पो धोइदिइराख्नु पर्यो पानी त पर्यो यार छेको भनेर भन्दैछु कि सानो छिटो तल गएर चाबी ल्याएर पनि आएर पनि त्यसले पो गाडी धुनु थाल्यो कस्तो छ यार धुनु पनि थाल्यो पनि हाल्यो कस्तो छ के भन्नु अब कपी क्याट कपी क्याट कपी क्याट कपी क्याट कस्तो छ यहाँनिर राख्छु स्कुटी चाहिँ यहाँनिर छ तर धन्न रानी धन्न रानी नभिजाइ मलाई महारानी साइबा सो गाइज आजको लागि चाहिँ यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब बाई